हेलो सबजनालाई नमस्ते गुड मर्निङ। आज चाहिँ म यो पोखराको तालबराई मन्दिर आइसकेको छु। साथमा मेरो भाइ सुशान्तको साथमा होइन टक्क म चाहिँ आज पोखराको माछा देखाउँछु गाईहरू है त्यो है। ल यहाँ चाहिँ बगाले माछा छ है। हो बाबा लगेजहरू आज चाहिँ हामी टक्क गोर्खाबाट पोखरा हुँदै अब हामी घान्द्रुक आजको बसाइ घान्द्रुक हुन्छ भने त्यसपछि हाम्रो भोलिको यात्रा भनेको बागलुङसम्म हुनेछ। हेम्जा बागलुङ हुँदै हामी फेरि गोर्खा फर्किन पर्ने हुन्छ सन्डे। सबैजना चाहिँ वेलकम छ होइन मेरो ब्लगमा चाहिँ। सबैजनालाई स्वागत पनि गर्न चाहन्छु होइन मेरो ब्लगमा चाहिँ। सबैजना चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला होइन। हाम्रो यात्रा चाहिँ 3 दिनको रहनेछ। सो त्यही गाइजहरू युट्युबमा ब्लग नहालेको पनि एकदमै धेरै भएको छ होइन। सबजनाले माया गरिदिनु होला होइन। अनि त्यसपछि सबजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला है प्रवीण ब्लगलाई भन्न चाहन्छु। हामी यति बेला यो परेवाको यो स्थानमा छौँ। यति बेला यो तालबराई मन्दिरको यो भर्खरै बनाउने जुन यो जीर्ण अवस्थालाई चाहिँ बनाउने मर्मत कार्यहरू भइरहेको छ। देख्न सक्नुहुन्छ। सो त्यही होला। अब हामी टक्क डुङ्गाको यात्रा गरेर यहाँसम्म आइपुग्यौँ। फेरि हामी उता फर्किन्छौँ होइन। फर्किसकेपछि अनि फेरि हाम्रो यात्रा चाहिँ निरन्तर अगाडि बढ्दैछ है त। त्यही गाइड। अब हामी एकछिनमा चाहिँ फोटो सेक्सनहरू चलिरहेको छ। फोटो सेक्सन पछि चाहिँ हामी फेरि पुनः उता फर्किनेछौँ हाम्रो जुन स्टेसन। त्यसपछि हामी फेरि हाम्रो यात्रा अगाडि हुनेछ है। सो मैले चाहिँ होइन यहाँ आएर केही गर्न सकिनँ। परेवाहरूलाई चाहिँ आरा दिने काम गरेँ है गाइजहरू है। भाइले पनि दिँदैछन्। सो मैले पनि परेवालाई चाहिँ आरा दिएर हाम्रो होइन कस्तो लाग्यो? एकदम रमाइलो लाग्यो खाल्न पर्यो। अब टक्क हामी चाहिँ अब परेवालाई आरा पनि हाल्यो होइन। यति धेरै परेवा छ कि यहाँ चाहिँ सबै होइन यस्तो मजासँग चाहिँ टक्क आफ्नो भोको प्यास मेट्दै हुनुहुन्छ होइन हाम्रो परेवाहरू होइन। यस्तो चाहिँ अब जतासुकै मन्दिरहरूमा जता गए पनि परेवाहरू चाहिँ एकदम धेरै होइन उनीहरूलाई चाहिँ यहाँ एकदमै आनन्द छ क्या बस्नलाई। ल हेर्नुहोस् है त सबले चाहिँ पूजा गर्नको लागि भक्कल गर्नको लागि चाहिँ मन्दिर ल्याउने अनि मन्दिर ल्याइसकेपछि चाहिँ नकाटिकन चाहिँ परेवा बनाउने चलन रहेको छ अहिले चाहिँ होइन। सो त्यही कारणले पनि परेवाहरू एकदमै धेरै छ। अनि हामीले चाहिँ आरा पनि हाल्यो। ल है गाइजहरू ल ल सो हेलो गाइजहरू ल हामी चाहिँ टक्क तालबराई मन्दिर छिरेर चाहिँ हामी अहिले एक राउन्ड लगाउने चाहिँ प्रयासमा छौँ होइन। उहाँ हाम्रो चाहिँ डुङ्गा चलाउने हाम्रो दाइ चाहिँ अलि ढिलो भयो भन्नुहुन्छ। तर हामी ढिलो भए पनि एक राउन्ड चाहिँ सर घुम्छौँ होइन। अनि घुमेर चाहिँ हामी फेरि पुनः फर्किनेछौँ है गाइजहरू ल। बबाल यो हो पोखरा गाइजहरू है। पोखरा लायो भने त यस्तो बवाल छ है फेवाताल चाहिँ आमा एकदमै नेपालकै सबैभन्दा ठुलो फेवाताल चाहिँ पोखरा है गाइजहरू है। तपाईँहरू पोखरा आउनुभयो भने चाहिँ एकचोटि टक्क डुङ्गा चढ्नु होला होइन। यता तालबराई मन्दिर पनि बन्दैछ अब एकदम बबाल स्पेसल। टक्क त्यो पनि घुम्नु होला गाइजहरू होइन। त्यही हो रमाइलो छ टक्क हामी यहाँ चाहिँ अहिले बनाउँदै रहेछ होइन। थोरै यो पत्किएको रहेछ त्यो बनाउँदैछ। अनि त्यही गाइजहरू बाबाले रमाएर इन्जोय। ब्युटिफुल पोखरा गाइजहरू। हेलो गाइजहरू हामी चाहिँ सो फाइनली अब चाहिँ घान्द्रुक जाने तयारीमा गाडी चेन्ज है। अब सानो गाडी जान अलिक गाह्रो छ अरे कच्ची बाटो। अब चाहिँ हामी महेन्द्रको बुलेरोमा जानेछौँ। सो गाइजहरू है हामी त्यसलाई चाहिँ ठ्याक्कै यो पुलबाट चाहिँ यो पुल छ अगाडि है। यो पुलबाट चाहिँ ठ्याक्कै थोरै अगाडि लगाइसकेको अब सो है गाइजहरू ल पुरै चेन्ज गाडी अब है।
हेलो गाइजहरू, अबको 10 मिनट 15 मिनटमा चाहिँ हामी फाइनल्ली घान्द्रुक पुग्नेछौँ है। यहाँ चाहिँ बाटो यो माटो हालेर पुरै यो बाटो बनाउँदै रहेछ। त्यसै कारणले चाहिँ हामी सबै गाडीहरू चाहिँ पछाडि वेटिङमा छौँ भने म चाहिँ यसो हिँड्दैछु होइन, अगाडितर्फ जाँदैछु होइन। पुरै पहिला चाहिँ यहाँ बिजोकै हुँदैछ यो ठाउँ, अहिले चाहिँ लगभग बनाउँदैछ होइन। बिस्तारै बिस्तारै बाटो मर्मतहरू हुँदै रहेछ। अहिले चाहिँ धेरै ठिक रहेछ बाटो होइन, आउनलाई त्यस्तो खासै गाह्रो पनि छैन गाइजहरू। ल त्यही हो, घान्द्रुक आइयो होइन, जिन्दगीमा पहिलोपटक घुम्नलाई। त्यस्तै छ गाइजहरू, पुरै माटो खत्रै माटो हालेको यहाँनिर चाहिँ। सो फाइनली गाइजहरू हामी चाहिँ यति बेला यो घान्द्रुकको गाउँ आइसकेका छौँ। यो झमक्का साँझमा अगाडि देख्न सक्नुहुन्छ अन्नपूर्ण होइन, टक्कै नजिकै। हामी यो भ्यू भोलि बिहान हेर्छौँ। अहिलेलाई हामी यो चाहिँ देख्न सक्नुहुन्छ यो बस पार है, यो चाहिँ घान्द्रुकको बस पार गाइजहरू। टक्क हामी चाहिँ हाम्रो गाडी चाहिँ तलै त्यो पुलमा, नयाँ पुलमा राखेर चाहिँ हामी यो बुलेरोमा आएको होइन, देख्न सक्नुहुन्छ। ल है, घान्द्रुक चाहिँ साथीहरू है, ल है। तर एकदमै रमाइलो छ है घान्द्रुक, एकदमै रमाइलो छ। सबैजना घुम्न आउनु होला है, सबैजना। यो भ्लग चाहिँ यो सब भिडियो त्यो युट्युबमा आउँछ होइन, सबजनाले हेर्नु होला ल। बस पार पनि यस्तो बवाल छ कि होइन, ल यस्तो बवालै छ है। होटेलहरू पुरै, यो पुरै होटेल है गाइजहरू यो सबै। ओके गाइज, ल अब हामी होटेलतर्फ लाग्नेछौँ। हेलो हेलो, गुड मर्निङ साथीहरू। आज चाहिँ दोस्रो दिन होइन, हामी टक्क बसेको होटलमा घान्द्रुकमा चाहिँ खाजा खाँदैछ बिहानको समयमा। रवि पठाएको छ होइन। ओके ल, अब हामी खाजा खाएर फेरि गाडी पनि आइसकेको छ अनि निक्लिन पर्ने हुन्छ होइन। अब फाइनली खाजा चाहिँ आइसकेको छ। कस्तो छ, कस्तो छ बाबु खाजा? दामी। रवि कस्तो छ खाजा? नुन लागेछ रोटीमा? नुन लागेछ, अब म पनि खाना पर्ने। सबैजना आउने है त्यति बेला। म यता आइरहेको छु, घाम टल्किरहेछ। भयो भयो भयो, आउनु आउनु ल। हेलो गाइजहरू, ल हामी चाहिँ अब फाइनल्ली होइन घान्द्रुकबाट चाहिँ अब बागलुङतर्फ जाँदैछौँ। सो होइन, साथीहरू अगाडि हुनुहुन्छ। टक्क हामीलाई लिन चाहिँ बुलेरो, हामी चाहिँ हिजो हाम्रो गाडी चढेन माथि र चाहिँ हामी बुलेरोमा आयौँ। हिजो अर्कै बुलेरोमा आयो भने आज फेरि अर्कै गुरुजीसँग चाहिँ हामी फाइनल्ली नयाँ पुल जाँदैछौँ है त बागलुङ जानको लागि। साथीहरू सब रेडी अवस्थामा। म पनि एकचोटि त घान्द्रुक देखाउनै पऱ्यो होइन, जुत्ता छ साथमा। अर्को चप्पल किनेको मात्र घान्द्रुकमा चाहिँ 1200 पऱ्यो। त्यो चप्पललाई 1200 पऱ्यो होइन। हाम्रो गोर्खातिर 500-600 पाउँछ, तर घान्द्रुक लास्टै महँगो छ है गाइजहरू। ल त्यही है यो घान्द्रुक चाहिँ। ल पुरै यहाँ चाहिँ अब टुरिस्टहरूको गाडी नै गाडी छ होइन। गाडी चाहिँ एकदमै धेरै आउने रहेछ। यस्तो छ है बस पार होइन, यो चाहिँ बस पार एकदम ठुलो, एकदमै धेरै गाडी होइन। र चाहिँ माथि माथि होटेलहरू रहेछ। टक्क बिहानको हामीले चाहिँ जुन अन्नपूर्णको हिमालहरू पनि बिहानको यो जुन सूर्य उदाउँदाखेरिको चाहिँ हेर्न पाइयो होइन। त्यति है, अरू केही छैन है। बाटो एकदमै गाह्रो छ गाइजहरू। ल गाडी त यति धेरै छ क्या। ल अब हामी फाइनली बागलुङ लाग्छौँ होइन। बागलुङ गइसकेपछि फेरि आज छुट्टै कार्यक्रम छ आज र भोलि, हामी त्यसमा पनि रमाउनेछौँ। सो तपाईँहरूलाई सबै भिडियो मैले A to Z भिडियो सबै चाहिँ मैले मेरो भ्लगमा देखाउने छु। सबजना चाहिँ स्टेट भएर चाहिँ हेर्नु होला होइन भ्लग। ल हाम्रो चाहिँ गाडी पनि आइसक्यो होइन, फाइनली अब चढ्नु पर्ने हुन्छ। ल ओके, बागलुङसम्मको यात्रामा आउँछौँ। यो गाडीमा चाहिँ हामी नयाँ पुलसम्म यात्रा गर्नेछौँ। टक्क बाटो चाहिँ यस्तो छ है। यो चाहिँ घान्द्रुकको ठ्याक्कै माथि निस्किने लागेको बाटो होइन। जुन निस्किने बेलामा चाहिँ एकदमै गाह्रो छ बाटो।
घुम्ती घुम्ती मोडेर अगाडि ड्राइभर दाइ चिटिक्क परेर हामी टक्कै त